नमस्कार सबैजनालाई। साथीहरू यो चाहिँ बुङ्गुरको मासु आज पोलेर खाने भनेर चाहिँ बुङ्गुर मासु काट्दै हुनुहुन्छ दिदीले। अनि म यसमा मसला, मिट मसला अनि त्यसपछि यसमा लसुन सबै हालेर यसलाई मिक्स गरेँ मैले। अनि चाहिँ भित्र आगो बाल्न मिल्दैन, त्यही भएर मैले आगो बाहिर बाल्दैछु। अनि यो चाहिँ डन्डी है, मासु पोल्ने भनेर बनाएको। अनि आगो फुक्दैछु साथीहरू, कत्तिको बल्छ। अनि मैले यो डन्डीमा चाहिँ मासु राखेर अब यसलाई पोल्छु। कस्तो हुन्छ हेरौँ अब कत्तिको राम्रो हुन्छ। अनि दाउरा पनि थोरै छ साथीहरू, कतिको पाक्ने हो। अब आगो धेरै नभएर दाउरा थोरै भएर चाहिँ थोरै पोलेँ, सबै पोल्न सकिनँ। अनि यति भयो। त्यसपछि मैले यसलाई टेस्ट गरेँ, एकदमै मिठो रहेछ, एकदमै राम्रो छ। तपाईँहरूलाई पनि यसै गरेर खान मन लाग्छ भने पोलेर खानुहोस् ल साथीहरू।